अब जति घन्टा खट्यो घन्टा हिसाबले आउनु पैसा आउँदैन कि माटोमा नियम अनुसारले चल्छ होइन। जति बेला नि जोइन हुन सक्दैनौँ है, जस्तै भ्याकेन्सी खुल्यो भने मात्र जोइन गर्नु। पार्ट टाइमको फर्म भरेछ भने पार्ट टाइम दिन्छ है, पार्ट टाइम खाली भयो भने फुल टाइमको लागि भर्यो भने फुल टाइम गर्न मिल्छ। काठमाडौँबाट चाहिँ कति कमाउनु सकिन्छ महिनाको? सबैजनामा पहिला नमस्ते है, म चाहिँ पशुपति एलोन है, किनभने म चाहिँ बढी मेरो चाहिँ युट्युब जताततै म चाहिँ पशुपति एलोनबाट चाहिँ छु। अब त्यही भएर म पशुपति एलोनै भन्नु पर्यो होइन। एकछिन है, ल सही हो, बलमै आयो नि है, ल सही हो। अब काठमाडौँबाट खट्नु पर्यो भने अब 8 घन्टाको ड्युटी हुन्छ होइन। 8 घन्टा नर्मली खट्यो भने त्यही पनि हाम्रो चाहिँ 20 एभरेज हुन्छ कि 20 भन्दा माथि नै हुन्छ, तल चाहिँ जाँदैन। 8 घन्टा खट्यो भने अब त्योभन्दा चाहिँ बढी खट्यो भने अब मेहनत गरेर गऱ्यो भने त बढी नै हो क्या, 25-30 को एभरेज जान्छ कि। त्यो भन्नै नसक्ने कि 25-30 को एभरेज मजाले जान्छ। अब 8 घन्टाभन्दा बढी खट्यो भने 25 देखि 30 को एभरेजमा चाहिँ कमाउन सकिन्छ। 8 घन्टा खट्यो भने, 8 घन्टाभन्दा बढी खट्यो भने, 8 घन्टाभन्दा बढी खट्यो भने। सो हाम्रो पशुपति ब्रो चाहिँ पठाउपुरमा काम काठमाडौँमा काम गर्नुहुन्छ र काठमाडौँमा चाहिँ उहाँले होइन कति फेरि एक्सप्लेन गरिदिउँ है त, लाइक यो कसरी जोइन गर्ने नि जोइन गर्नको लागि हाम्रो चाहिँ भ्याकेन्सी खुल्छ है काठमाडौँमा चाहिँ। जति बेला नि जोइन हुन सक्दैन है, पहिला यसमा भ्याकेन्सी खुल्छ अफिसबाट। भ्याकेन्सी खुलेपछि हजुरहरूले यदि फर्म भरेछ भने अब जति बेला भ्याकेन्सी खुल्छ त्यति बेला हजुरलाई मेसेज आउँछ। अब यसमा चाहिँ सिस्टम वाइज होइन, सबै कुरा नियम अनुसार डिसिप्लिन अनुसारले चल्छ कि, काठमाडौँमा नियम अनुसारले चल्छ होइन। जति बेला नि जोइन हुन सक्दैनौँ है, जस्तै भ्याकेन्सी खुल्यो भने मात्र जोइन गर्नु मिल्छ कि। त्यसो छ, भ्याकेन्सी खुल्यो मात्र अफिसमा गएर कन्ट्याक्ट गरेर अब अफिसमा गएर फर्म भर्नु पर्यो अनलाइनबाट, त्यसपछि मात्र जोइन गर्नु मिल्ने कि। जति बेला नि जोइन गर्नु नमिल्ने। यसमा चाहिँ फिक्स स्यालेरी हुन्छ होइन त? फिक्स स्यालेरी हुन्छ, तर अब खट्यो भने त्योभन्दा नि बढी हुन्छ। फिक्स स्यालेरी चाहिँ कति हुन्छ नि काठमाडौँमा चाहिँ? काठमाडौँमा त्यो चाहिँ अब एभरेजमा आइहाल्छ कि। फिक्स स्यालेरी भनेको एभरेजमा 16-17सम्म जान्छ कि। एभरेजमा 16। अब छुट्टी नलिकन गऱ्यो भने अब एक्ज्याक्ट ठ्याक्कै भन्न त मिल्दैन, त्यही पनि अब त्यतिसम्म जान्छ कि। नर्मल चाहिँ कति कमाउन सकिन्छ लाइक महिनामा? नर्मल 8 घन्टा मात्र खट्यो भने चाहिँ नर्मली 8 घन्टामा त 20 भन्दा माथि जान्छ कि। 8 घन्टा खट्यो 20,000 जति हुन्छ। 20,000 भन्दा माथि। लगभग 10 घन्टा खट्यो भने चाहिँ महिनाको 30 एभरेज 25 देखि 30 हुन्छ होइन। 10 घन्टासम्म खट्यो भने चाहिँ 10-12 घन्टा खट्यो भने त्यति जान्छ। त्यही पनि अब हाम्रो यस्तो हो नि त, अर्डर अनुसारले त पैसा आउने हो नि त। अर्डर आयो भने त्यही अनुसारले हो नि त। अब जति घन्टा खट्यो घन्टा हिसाबले आउनु पैसा आउँदैन कि। खासमा यो हो, हाम्रो अर्डर हिसाबले पैसा आउने हो नि त, त्यही भएर। भनेपछि यसमा पार्ट टाइम पनि गर्नु मिल्छ काठमाडौँमा चाहिँ? पार्ट टाइम गर्नु मिल्छ कि? पार्ट टाइम पनि हुन्छ, फुल टाइम पनि हुन्छ। अब फर्म भर्ने बेलामा भन कि अब पार्ट टाइम गर्छु कि फुल टाइम गर्छु, त्यति बेला अब पार्ट टाइम गऱ्यो भने पार्ट टामको फर्म भरेछ भने पार्ट टाइम दिन्छ है, पार्ट टाइम खाली भयो भने फुल टाइमको लागि भर्यो भने फुल टाइम गर्न मिल्छ, त्यही हो। सो भ्युअर्सहरूलाई एक्सप्लेन गरिदिउँ होइन। यो काठमाडौँ चाहिँ हामीले साइकलबाट कुरा गरिरहेको छौँ होइन। साइकलबाट फुड डेलिभरी गरेर चाहिँ कुरा गरिरहेको छ होइन, न कि बाइकबाट छुट्टै हुन जान्छ होइन स्यालेरीहरू। बाइकबाट चाहिँ के, बाइकबाट काठमाडौँमा गएर चाहिँ कति कमाउन सकिन्छ नि? त्यो त मलाई थाहा भएन बाइकबाट थाहा छैन। लाइक साइकलबाट चाहिँ कति, लाइक फेरि एक्सप्लेन गरिदिउँ। साइकलबाट चाहिँ भ्युअर्सहरूलाई स्पेसली साइकलबाट चाहिँ कति कमाउन सकिन्छ? बाइकबाट थाहा छैन उहाँले, साइकलबाट चाहिँ कति कमाउन सकिन्छ? साइकलबाट त्यही 20-25 को एभरेजमा जान्छ। 20-25 को एभरेजमा 8 घन्टा खट्यो पनि जान्छ होइन त? स्योरै जान्छ। सो उहाँ हाम्रो फुड म्यान टु म्यान हुनुहुन्छ, पशुपति एलोन। चेकआउट च्यानल होइन। सो यो चाहिँ मैले न्यू कन्टेन्ट ट्राई गरिरहेको छु र मैले पशुपति ब्रोलाई फिचर गरेँ। आई होप तपाईँहरूलाई यो भिडियो युजफुल भयो होला होइन, हेल्पफुल भयो होला भन्ने आशा गर्छु। सो पशुपति ब्रो केही भन्न चाहनुहुन्छ हाम्रो भ्युअर्सहरूलाई, अडियन्सहरूलाई? मेहनत गरेर काम गर होइन, मेहनत गरेर काम गर, चिल पारामा काम गर, त्यही हो काम हो। जति जे गरे नि, जहाँ गरे नि, मेहनतले काम गऱ्यो भने, इमान्दारीले काम गऱ्यो भने जहाँ पनि मजाले अगाडि बढ्न सकिन्छ क्या। थ्याङ्क यू सो मच पशुपति ब्रो है, भिडियोमा होइन इन्फर्मेसन दिनुभएकोमा होइन। यो मलाई अब भनौँ न एउटा युजफुल हेल्पफुल कन्टेन्ट पाउनु पर्यो। अर्डर पनि रेडी भयो है, जम्मै अर्डर पनि रेडी भयो होइन। र मैले उहाँसँग इन्टरभ्यू पनि मैले लिइहालेँ सानो होइन, काठमाडौँ सम्बन्धी। र मजा आयो। थ्याङ्क यू सो मच एभ्रीवन फर वाचिङ दिस भिडियो। सबैजना ग्रो गरेर राख्नु होइन, र हाम्रो पशुपति ग्रो पनि गर्दै हुनुहुन्छ हाम्रो ठाउँमा बेस्ट। सबैजना ग्रो गरेर राख्नु होइन। फेरि रिलेटेड फाइनेन्स रिलेटेड कन्टेन्टमा भेट्ने नै छ होइन। मजा आयो। थ्याङ्क यू सो मच। र छिटै भेट्नेछौँ नयाँ भिडियोमा। आई होप यो भिडियो तपाईँलाई युजफुल भयो होला, र इन्फर्मेसन बाँकी इन्फर्मेसनको लागि तपाईँले अफिसमा नि कल गर्न सक्नुहुन्छ।